उहाँ चाहिँ 1984 सालमा यता सिक्किमभित्र पस्नुभएको अरे। उहाँलाई चाहिँ आफ्नो गाउँमा चाहिँ गैँडे भनेर पनि चिन्नु हुँदो रहेछ, तर यहाँतिर चाहिँ बोमबहादुर गुरुङ भनेर उहाँलाई चाहिँ प्राय चिन्ने गरेको छ। उहाँको नेपालको चाहिँ ठेगाना चाहिँ तेह्रथुम जिल्ला, गाउँ अठराई, युवा गाविस, वडा नम्बर 6 भन्नुहुँदैछ। उहाँलाई तपाईँहरूले चिन्नुहुने जति पनि दर्शकहरू हुनुहुन्छ, मेरो भ्युवर्सहरू हुनुहुन्छ, नेपालका भ्युवर्सहरू हुनुहुन्छ, उहाँलाई चाहिँ चिन्नुहुनेले सम्पर्क गरिदिनु होला। उहाँ चाहिँ अहिले सिक्किममा हुनुहुन्छ। उहाँलाई चाहिँ उहाँको काकाहरूको नाम चाहिँ टेकबहादुर गुरुङ, पदमबहादुर गुरुङ भन्दो रहेछ, तर उहाँको ठेट नाम चाहिँ गाउँको चाहिँ गैँडे पनि भन्नुहुँदो रहेछ। दर्शकवृन्द, तपाईँहरूले यो भिडियोलाई चाहिँ जति सक्दो सेयर गरेर चाहिँ तपाईँहरूले उहाँको आफ्नो आफन्तकोसम्म पुर्याइदिनु हुन, सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।